नमस्ते, म सुमन थापा मगर। यहाँनिर चाहिँ म झापाको सैनिक बोर्ड विराट पोखर भन्ने ठाउँमा आएको छु। यहाँनिर चाहिँ एकदम रमाइलो छ, हरियाली छ। आज म पनि घुम्न आएको छु। यहाँनिर शीतलता, एकदम रुखहरू वरिपरि, पोखरी रमाइलो छ बस्न ओर्न, अनि परिवार लिएर घुम्न ओर्न रमाइलो छ। एकदम वातावरण राम्रो छ। यहाँनिर पोखरी पनि छ। यहाँनिर यतातिर चाहिँ देखाइदिनु होला सर, टाढोबाट भए पनि। अनि यहाँनिर चटपटेहरू खाजाहरू खान, यहाँ शीतल ताप्नको लागि गर्मीमा एकदम रमाइलो हुन्छ। यहाँ यो ठाउँलाई चाहिँ एकदम अगाडि बढायो भने एउटा पर्यटक ठाउँ पनि बन्न सक्छ। रमाइलो छ। मेरो साथमा गणेशजी पनि आउनु, गणेश राजवंशीजी हुनुहुन्छ। अनि यहाँ उहाँसँग आएको छु म। जस आज म पनि आएपछि साह्रै राम्रो लाग्यो। कस्तो लाग्यो सर यहाँको ठाउँ? एकदम राम्रो। तपाईँहरू पनि कोही कोही छ भने यहाँ आउँदा हुन्छ। यहाँको इन्भाइरोमेन्ट, वातावरण कस्तो बहुत राम्रो छ। शीतल पनि छ, राम्रो बस्दा भयो, यसो हरियाली पनि छ, चिया बगान पनि नजिकै छ। यहाँ परिवार नयाँ जोडीहरू आएर घुम्ने ठाउँ पनि राम्रो छ। एकदम परिवारहरूसँग बसेर घुम्न, गर्मीमा शीतल ताप्न, एकछिन टाइम पास गर्नको लागि, मुड फ्रेस गर्नको लागि यो ठाउँ एकदम उपयुक्त छ। यहाँहरू पनि आउनु होला। हामी आएको छौँ। धन्यवाद।